इन्जिनियरिङको न्युमेरिकल लिएर आएको छु, जुन चाहिँ सिटिबिटी को डिप्लोमा सिभिल इन्जिनियरिङको 4th सेमेस्टरमा जहिले सोध्ने गर्छ 8 मार्क्सको न्युमेरिकल 8 मार्कको न्युमेरिकल, जुन चाहिँ पपुलेसन फोरकास्टिङ रिलेटेड रहेको छ, जुन चाहिँ एभ्री इयरमा सोध्ने गर्छ। र त्यसपछि मेथड अफ फोरकास्टिङ, जुन चाहिँ 80 र 81 सालमा र 81 सालमा सर्ट नोटमा सोधेको थियो, यो पनि सोध्ने गर्छ, जुन चाहिँ यो मेथड अफ पब्लिकेसन, जुन चाहिँ अब न्युमेरिकल पनि एउटा मेथडबाट गर भन्छ, 3वटा मेथड हुन्छ, 3वटै मेथडको फर्मुला जान्नुपर्छ, एउटा मेथडबाट आउँछ, तर 3वटै मेथडको फरक फरक सालमा फरक फरक तरिकाले सोध्ने गर्छ, त्यो जान्न जरुरी छ। जुन चाहिँ युट्युब च्यानलको नाम छ सिभिल सब इन्जिनियरिङ, सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला। र त्यसपछि वाटर सप्लाई इन्जिनियरिङको छ, रिलेटेड विथ द इन्जिनियरिङसँग रिलेटेड छ, यो चाहिँ डिप्लोमा लेभलको लागि बनाएको, जसको चाहिँ वाटर सप्लाईको फुल मार्क्स भने 80 हुन्छ भनेपछि पास मार्क्स चाहिँ 32 हुन्छ। र आजको भिडियोमा चाहिँ 8 देखि 10 अथवा 16 मार्क्ससम्मको आउने गर्छ, जुन चाहिँ इक्जाममा जहिले सोध्छ। यो न्युमेरिकल एकदमै इम्पोर्टेन्ट छ। र यदि तपाईँलाई थाहा छैन भने मैले वाटर सप्लाईको 1 देखि 10वटा टोटल 10वटा च्याप्टर छन्, जसमा चाहिँ मैले फर्स्ट च्याप्टरको थ्योरी चाहिँ अलरेडी पोस्ट गरिसकेको छु, च्याप्टर 1 को, र च्याप्टर 1 को, अनि यो चाहिँ च्याप्टर 3 को हो, जुन चाहिँ इम्पोर्टेन्ट न्युमेरिकल भयो। त्यसपछिको बाँकी रह्यो 2 देखि 10 सम्म, त्यसको बारेमा म एउटा फुल थ्योरीको जुन इक्जाममा आएको रिपिटेड क्वेसन, त्यसको मात्रै भिडियो बनाउँदैछु, जुन चाहिँ एउटा लामो भिडियो हुन्छ, जसमा चाहिँ इक्जाममा आएको मात्रै क्वेसनहरूको बारेमा म भिडियो बनाउँदैछु। त्यो चाहिँ इक्जाममा आएको मात्रै हुन्छ, जुन चाहिँ एउटै 1 सर्टमा सकिन्छ त्यो भिडियो। र आजको टपिकतिर जाउँ। वाटर सप्लाई इन्जिनियरिङ हो, जुन चाहिँ पपुलेसन फोरकास्टिङ मेथडमा जाउँ। पहिला पपुलेसन फोरकास्टिङ मेथडमा कुन 3वटा मेथड छ। नम्बर 1 मा छ त अर्थमेटिकल इन्क्रिज मेथड, जुन चाहिँ यो सिम्पलेस्ट पपुलेसन फोरकास्टिङ मेथड हो, एनालोजियस टु सिम्पलेस्ट इन्ट्रेस्टसँग चाहिँ सरल छ। र इट इज द सुइटेबल फर द लार्ज एन्ड द ओल्ड सिटी, जुन चाहिँ लार्ज र ओल्ड सिटीमा चाहिँ सुइटेबल हुन्छ। प्र्याक्टिकल्ली रिच इन द म्याक्सिमम डेभलपमेन्ट लेभलमा चाहिँ प्र्याक्टिकल्ली रिच हुन्छ, जसको फर्मुला छ PN = P0 + NC, जसमा चाहिँ P0 भनेको नम्बर अफ प्रेजेन्ट पपुलेसन, अहिलेको प्रेजेन्ट पपुलेसन कति छ, अथवा लास्ट नन पपुलेसन पनि भन्छ। PN भनेको नम्बर अफ पपुलेसन एट nth टाइम युनिट, भन्नु कति वर्षपछि कति पपुलेसन हुन्छ भन्नु नै PN हो। N भनेको चाहिँ पिरियड अफ टाइम युनिट, प्रेजेन्ट फ्युचर पिरियड हो, कति पिरियडसम्म, जसलाई चाहिँ हामीले नर्मल्ली डिकेडमा निकाल्नुपर्छ। त्यसपछिको कुरा छ C, अ कन्स्ट्यान्ट अथवा एभरेज नम्बर अफ द इन्क्रिज पर युनिट टाइम हो, जुन चाहिँ C कन्स्ट्यान्ट हो। यो मेथड एउटा इम्पोर्टेन्ट छ, यो मेथडबाट पनि सोध्ने गर्छ, अर्थमेटिकल इन्क्रिज मेथड। सेकेन्ड मेथड भनेको चाहिँ के त भन्दाखेरि जोमेट्रिकल इन्क्रिज मेथड। जोमेट्रिकल इन्क्रिज मेथड पनि यसको फर्मुला पनि जान्नुपर्छ, जुन चाहिँ युनिफर्म ग्रोथ मेथड पनि भनिन्छ। कम्पोनेन्टसँग नै सरल छ, र बेस्ड अन द एजुम्सन अफ द पर्सेन्टेज अफ इन्क्रिज इन पपुलेसन पर युनिट टाइम रिमेन कन्स्ट्यान्ट फर युनिट टाइमसँग रिलेटेड नै छ। र यो मेथडमा चाहिँ के अरे यङ र ऱ्यापिडली ग्रोथ पपुलेसनमा चाहिँ सुइटेबल हुन्छ। र मोस्ट कमन मेथड युज इन द नेपालको कन्टेक्स्टमा, जसको फर्मुला छ PN = P0 × 1 + R/100 का पावर n, जुन चाहिँ R मा चाहिँ छ एभरेज पर्सेन्टेज इन्क्रिज पर युनिट टाइम एन्ड अदर एरिया डिफाइन अर्लियर, जुन चाहिँ छ। अर्को चाहिँ छ थर्ड मेथड चाहिँ के छ भन्दाखेरि, थर्ड मेथडमा चाहिँ के छ भन्दाखेरि इन्क्रिमेन्टल इन्क्रिज मेथड भनेर त के हो त भन्दाखेरि, जुन चाहिँ इम्प्रुभमेन्ट अफ द अर्थमेटिक एन्ड जोमेट्रिकल मेथडको के अरे इम्प्रुभमेन्ट हो, जस्तै कम्बिनेसन हुन्छ, दुईटैको कम्बिनेसन। यो चाहिँ युजफुल यङ र ऱ्यापिडली ग्रोथिङ सिटीमा चाहिँ युजफुल हुन्छ। र दिस मेथड इज द इन्क्रिज एन्ड इन्क्रिमेन्टल इन्क्रिज मेथडमा चाहिँ छ इच टाइम इज क्यालकुलेट हुन्छ, देन एभरेज इन्क्रिज एन्ड एभरेज इन्क्रिमेन्टल इन्क्रिज पर युनिट टाइम इज डिटरमाइन्ड हुन्छ, जसको फर्मुला छ PN = P0 + NC + N + 1/2 2 × 1, यो फर्मुला रहेको छ। अर्को चाहिँ यसमा चाहिँ वेयर I भनेको के हो त भन्दाखेरि एभरेज नम्बर अफ इन्क्रिमेन्टल इन्क्रिज पर युनिट टाइम एन्ड अदर डिफाइन इन अर्लियर। अर्को चाहिँ जुन न्युमेरिकल, यो चाहिँ जहिले सोध्ने गर्छ 8 मार्क्समा। मैले 2टा मेथडबाट गरिदिएको छु, एउटा मेथडको बाट चाहिँ तपाईँले आफैले गर्नुपर्ने हुन्छ, जसको लागि मैले होमवर्क भनेको राखेको छु। तपाईँहरूले कमेन्टमा चाहिँ त्यसको एउटा थर्ड मेथडबाट गरेर
कमेन्टमा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। र यसमा चाहिँ के छ भन्दाखेरि फर्स्ट मेथड मैले केबाट गरेको छु भन्दाखेरि अल 3 मेथड छ। अल 3 मेथडमा मैले पहिला चाहिँ अर्थमेटिकल इन्क्रिज मेथड हो जुन चाहिँ हामीले न्युमेरिकलको पहिला चाहिँ क्वेसन बुझ्नुपर्छ। द फलोइङ कन्सेसन डाटा इज अब्टेन फ्रम द रुरल टाउन इन नेपाल, जुन चाहिँ जनगणनाको डाटा छ त्यो चाहिँ रुरल टाउनबाट चाहिँ आएको छ। इस्टिमेट द पपुलेसन टाउन इन द 2019 र 98 र 2104 BS फ्रम द अल 3 मेथड। यो चाहिँ यही सालको लागि चाहिँ हामीले पपुलेसन फोरकास्टिङ गर्नुपर्ने छ, जसमा चाहिँ हामीलाई यो चाहिँ इयर दिएको छ र पपुलेसन दिएको छ, जुन चाहिँ हामीलाई लास्ट नन इयर भनेको 2068 दिएको छ र पपुलेसन पनि दिएको छ। अब यसमा चाहिँ के छ भन्दाखेरि बाई अर्थमेटिकल इन्क्रिज मेथडबाट गर्दाखेरि हामीलाई चाहिँ के दिएको त भन्दाखेरि गिभन डाटा दियो रुरल टाउनको लागि, जुन चाहिँ लास्ट पपुलेसन इयर 2068 हामीलाई चाहिँ त्यसलाई केले जनाइन्छ त पिनरले जनाइन्छ, जुन चाहिँ लास्ट नन पपुलेसन, जसको पपुलेसन कति छ त 2100 छ। अर्को चाहिँ छ इस्टिमेट द पपुलेसन इन 2098 एन्ड 2104 BSमा चाहिँ यो चाहिँ हामीलाई पपुलेसन फोरकास्टिङ यति इयरको पपुलेसन निकाल्नु पर्ने छ र जसमा चाहिँ फोरकास्टिङ पिरियड जुन चाहिँ एन छ त्यसलाई चाहिँ हामीले के डिकेडमा निकाल्नुपर्छ। डिकेडमा निकाल्नलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि डिभाइड बाई 10 गरेर डिकेडमा आउँछ, जुन चाहिँ फर 2090 को लागि के त भएर 2098 को लागि चाहिँ हामीले कसरी निकालिन्छ त भन्दाखेरि 2090 र लास्ट पपुलेसन नन इयर घटायो भने 30 इयर आयो, त्यसरी डिभाइड बाई 30 इयर लाई चाहिँ डिभाइड 10 गर्यो भने 3 डिकेड आउँछ, जसकोमा चाहिँ डिकेडमा निकाल्नुपर्छ। डिकेडमा निकाल्नलाई चाहिँ डिभाइड बाई 10 गर्नुपर्छ। अनि आफ्टर द्याट हामीसँग के छ त भन्दाखेरि अर्को चाहिँ यसमा के छ भन्दाखेरि हामीले चाहिँ निकाल भने छ 2104 को निकाल भनेको छ, जुन चाहिँ 2104 को लागि 2104 माइनस 2068बाट घटायो भने 36 इयर आउँछ, जुन चाहिँ डिकेडमा लानलाई डिभाइड बाई 10 गरेर 3/3.6 डिकेड आउँछ। त्यसपछिको लागि यो टेबल याद गर्नुपर्छ। यो टेबलको लागि इयर हुन्छ, पपुलेसन हुन्छ र इन्क्रिज इन पपुलेसन एनओएसमा हुन्छ। जुन चाहिँ कुरा बुझ्नुपर्छ के मेथडबाट गरिरहेछौँ भन्ने कुरा हामी चाहिँ बाई अर्थमेटिकल इन्क्रिज मेथडबाट गर्दैछौँ। र यसमा चाहिँ हामीले इयरमा हामीले देखिसक्यौँ, हामीलाई 2018 देखि 2068 सम्मको दिएको छ। अनि त्यसपछि पपुलेसन पनि दिएको छ, यो पपुलेसन पनि दिएको छ, यहाँ देख्न सक्नुहुन्छ यो क्वेसनमै दिएको पपुलेसन भयो। अर्को चाहिँ यसमा चाहिँ इन्क्रिज इन पपुलेसन। अब इन्क्रिज कतिले बढ्यो त पपुलेसन, यहाँ पहिला चाहिँ 2018 सालमा चाहिँ यति थियो भने चाहिँ 2028 सालमा चाहिँ यति भयो भने चाहिँ कतिले इन्क्रिज भयो भन्दाखेरि 2028 को पपुलेसन माइनस 2018 को पपुलेसन गरेर हामीलाई चाहिँ इन्क्रिज पपुलेसन आउँछ। त्यसरी नै यहाँ पनि त्यसरी नै निकाल्ने हो, 2038 को पपुलेसन माइनस 2028 को पपुलेसन गरेर इन्क्रिज भएको पपुलेसन निकालिन्छ। त्यसै गरी टोटल हामीलाई टोटल इन्क्रिज पपुलेसन कति एनओएस भयो त नम्बर कति भयो कति नम्बर भयो त भन्दाखेरि यति भयो। अनि त्यसपछिको कुरा एभरेज भनेको एभरेज भनेको चाहिँ टोटल डिभाइड बाई 5 गर्नुको रिजन यु नो अबाउट द हामीले चाहिँ एउटा दुईटा तिनवटा चारवटा पाँचवटाको सम गऱ्यौँ, त्यही भएर 5 भयो। यसमा चाहिँ 6वटाको सम गरेको भए हामी 6वटा गर्थ्यौँ। भन्नुको मतलब चाहिँ जति प्लस गऱ्यौँ त्यतिले डिभाइड गरे हामीलाई एभरेजमा आउँछ, जसको युनिट हुन्छ एनओएस पर डिकेडमा हुन्छ। र हामीलाई थाहा छ फर अर्थमेटिकल इन्क्रिज मेथड हामीलाई थाहा छ के त यो फर्मुला थाहा छ, जुन चाहिँ फर्मुला छ यो फर्मुला एकदमै इम्पोर्टेन्ट छ, Pn = P0 + NC। अब नाउ पपुलेसन फोरकास्टिङ गर्दाखेरि P3 भनेको के हो त भन्दाखेरि हामीलाई चाहिँ जुन डिके पिरियड निकालेको थियो त्यो 3 यहाँ राख्यौँ। अनि त्यसपछि त्यो फर्मुलामा चाहिँ जस्ट भ्यालु पुट गऱ्यौँ, अनि आन्सर भ्यालु पुटिङ द भ्यालु गेटिङ द आन्सर भयो। यसमा यो यति आयो। अनि त्यसपछि चाहिँ 2104 मा पनि हामी 3.6 हामीलाई पिरियड आएको थियो, त्यसपछि हामीले त्यो गरेर यति एनओएस हामीले चाहिँ निकाल्ने हो। So the estimated population of that town is अर्थमेटिकल इन्क्रिज मेथडबाट यति र यति आयो नम्बर अफ रेस्पेक्टिभली। यो चाहिँ जान्नु पर्यो, यो चाहिँ सधैँ आइरहन्छ, यो मेथडबाट सोध्ने गर्छ, जुन चाहिँ 8 मार्क्समा इम्पोर्टेन्ट छ। तपाईँले फर्मुला जान्नुभयो भने जस्ट फर्मुला जान्नुभयो भने तपाईँको न्युमेरिकल भन्छ, पुटिङ द भ्यालु गेटिङ द आन्सर हुन्छ। यसमा अरू केही पनि छैन त्यस्तो। अनि त्यसपछि रहेको छ हामीलाई यहाँ के रहेको छ भन्दाखेरि अर्को
त्यो फर्मुला नै हामीलाई के भनेछ भन्दाखेरि त्यो नै क्वेसनलाई चाहिँ हामीलाई ज्योमेट्रिकल इन्क्रिज मेथडबाट गर भन्यो। ज्योमेट्रिकल इन्क्रिज मेथडबाट गर्दै गर्दाखेरि इस्टिमेट द पपुलेसन अफ द हामीलाई 2100 को पपुलेसन 2100 मा चाहिँ कति पपुलेसन हुन्छ त त्यहाँको भन्ने कुरा जान्नुपर्छ। हामीलाई गिभन के दियो त लास्ट हामीलाई 2068 सालको पिनटको हामीलाई थाहा नै छ त्यो टेबलबाट नै निकाल्यो। अनि त्यसपछि हामीले चाहिँ कति सालमा चाहिँ कति पपुलेसन हुन्छ त 21 सालमा चाहिँ कति पपुलेसन हुन्छ भनेर निकाल्नु पर्यो। कुन मेथडबाट भन्दाखेरि ज्योमेट्रिकल इन्क्रिज मेथडबाट निकाल्नु पर्यो। अनि फोरकास्टिङ पिरियड एन कति आउँछ त भन्दाखेरि हामीलाई चाहिँ 2100 माइनस 2068 डिभाइड बाई 10 गर्नुपर्छ डिकेडमा निकाल्नलाई, जुन चाहिँ हाम्रो यति आयो 3.2 डिकेड्स आयो। अनि त्यसपछि हामीलाई चाहिँ के त हामी ज्योमेट्रिकल इन्क्रिज मेथडबाट गर्दैछौँ। ज्योमेट्रिकल इन्क्रिज मेथडबाट गर्नका लागि हामीलाई टेबल यो हुन्छ र यो टेबलबाट हामीलाई सेम छ अगाडिको जस्तो नै हामीलाई भन्यौँ इयर भइहाल्यो, पपुलेसन भइहाल्यो, इन्क्रिज इन पपुलेसन। इन्क्रिज इन पपुलेसन कसरी निकाल्यौँ त भन्दाखेरि यो 2028 को जनगणनामा आएको पपुलेसन माइनस 2018 मा आएको जनगणनाबाट यो आयो। अनि त्यसरी नै यो 2038बाट 2028 को जनगणनाबाट घटाएर यो निकाल्यौँ। अनि यसरी निकाल्यौँ, यसरी आयो। अनि त्यसपछि इन्क्रिज इन पपुलेसन कसरी निकाल्नु पर्यो भन्दाखेरि इन्क्रिज इन पपुलेसन निकाल्दै गर्दाखेरि जुन चाहिँ छ हामीलाई चाहिँ कतिले इन्क्रिज भयो, जुन चाहिँ 13,000 ले इन्क्रिज भयो, 13,000 ले इन्क्रिज भयो, जुन चाहिँ 13,000 चाहिँ टोटल इन्क्रिज हो भएको। अनि त्यसपछि 13,000 कतिबाट इन्क्रिज भयो त भन्दाखेरि 72,000बाट इन्क्रिज भयो। जस्तै मानौँ 13,000 डिभाइड बाई 72 मल्टिप्लाइज 100 गऱ्यो भने हामीलाई चाहिँ कति आउँछ त भन्दाखेरि 18.06% आउँछ। त्यसै गरी हामीलाई चाहिँ यहाँ 2038 सालमा चाहिँ कति पर्सेन्टले इन्क्रिज भयो निकाल्नलाई चाहिँ के गर्नुपर्छ त भन्दाखेरि 25,500 यो 25,500 देखिराख्नु भएको छ यति इन्क्रिज भयो डिभाइड बाई 85,000 मल्टिप्लाइज बाई 100 गरेर हामीले चाहिँ पर्सेन्टेज निकाल्न सक्छौँ। त्यसै गरी यसमा चाहिँ 2048 सालमा कति पर्सेन्टले इन्क्रिज भयो निकाल्नु छ भने चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि 33,500 डिभाइड बाई 1,10,500 डिभाइड बाई 33,500 डिभाइड बाई 1,10,500 मल्टिप्लाइज बाई 100 गरेर हामीले यो भ्यालु आउँछ। अनि त्यसै गरेर यो निकाल्नु पर्यो। अनि त्यसपछि टोटल आउँछ, टोटल सबै पर्सेन्टलाई जोड्नु पर्यो। अनि त्यसपछि एभरेज गर्दाखेरि त तपाईँलाई थाहा नै छ कसरी निकाल्ने त भन्दाखेरि यो सबैलाई सम गर्ने र सम गरिसकेपछि 1 2 3 4 5 ले डिभाइड गरिसकेपछि त्यो आउँछ पर्सेन्टेज पर डिकेड। हामीलाई ज्योमेट्रिकल इन्क्रिज मेथडबाट चाहिँ फर्मुला चाहिँ यो फर्मुला हुन्छ, यो चाहिँ मैले अगाडि नै देखाइसकेँ, त्यही भएर अगाडिको मेथडहरू जान्न जरुरी छ। यो फर्मुलाबाट हामीले पपुलेसन यतिको चाहिँ निकाल्न सक्छौँ, क्यालकुलेटरमा भ्यालु राख्ने अनि त्यसपछि आन्सर निकाल्ने। यो चाहिँ यति आएको थियो त हामीले नियरली इक्वल टु पपुलेसनलाई चाहिँ पोइन्टमा राख्न नमिल्ने भएर यसरी राख्यौँ र हामीले चाहिँ 2021 सालमा चाहिँ यति हुन्छ भनेर पपुलेसन फोरकास्टिङ गऱ्यौँ। र यो 2 मेथडबाट गरेँ मैले। 2 मेथडबाट गरिसकेपछि तपाईँले चाहिँ लास्ट 1 मेथड जुन चाहिँ छ हाम्रो लास्ट 1 मेथड कुन बाँकी रह्यो भन्दाखेरि लास्ट 1 मेथड भनेको चाहिँ जुन चाहिँ छ लास्ट 1 मेथड कुनबाट बाँकी रह्यो त भन्दाखेरि जुन चाहिँ इन्क्रिमेन्टल इन्क्रिज मेथडबाट जुन चाहिँ छ यो चाहिँ तपाईँको लागि होमवर्क। तपाईँहरूले चाहिँ यही क्वेसनलाई चाहिँ इन्क्रिमेन्टल इन्क्रिज मेथडबाट गर्नुभयो भने सायदै गर्नुभयो भने योभन्दा बाहिरको क्वेसन आउँदैन, तपाईँ गर्नु होला। र यदि गर्नुभयो भने तपाईँ कमेन्टमा लेख्नु होला। र आजको भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ। र अर्को भिडियोमा म थ्योरिटिकल क्वेसन मात्रै ओन्ली थ्योरिटिकल क्वेसन लिएर आउने नै छु, जुन चाहिँ सिटिबिटीको पास्ट क्वेसनहरू सोधेको छ। अनि न्युमेरिकल योभन्दा बाहिरबाट आउँदैन। जस्तै यो 3वटा मेथड बुझ्नुभयो भने यो 3वटा मेथडबाट स्योर 100% आउँछ यहाँबाट। योभन्दा बाहिरबाट अर्को मेथडबाट कुनै पनि न्युमेरिकल आउँदैन। यति बुझ्नुभयो भने तपाईँले सबै बुझ्नुहुन्छ। यति गर्नु होला। र थ्याङ्क यू फर वाचिङ। र सँगै भिडियो मन पर्यो भने लाइक, च्यानललाई सब्सक्राइब र सँगै पढ्ने साथीलाई सेयर गर्न नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।